नमस्कार। आफूले पढेर नगएको दिन कक्षा कोठामा शिक्षकले आफैलाई उभ्याएर सबैको सामु प्रश्न सोध्नु भए जस्तै सानो बेलामा भर्खर भर्खर साइकल सिक्न खोज्दा, अगाडि देखेको ढुङ्गो छलेर बच्न खोज्दा झन् सन्तुलन नमिलेर साइकल झन् त्यही ढुङ्गोतिर तानिएर लडे जस्तै जिन्दगीले पनि सधैँ त्यहीँनिर प्रहार गर्छ जहाँ तपाईँको सबैभन्दा कमजोर पक्ष हुन्छ, जहाँ तपाईँभित्र एक किसिमको डर लुकिरहेको हुन्छ, जहाँ तपाईँको मन हार मान्न चाहन्छ अनि त्यही ठाउँमा उभिएर तपाईँले जिन्दगीमा आफैले एउटा निर्णय गर्नुपर्ने हुन्छ। चाहे जेसुकै होस्, जस्तोसुकै खराब हालतमा पनि म कदापि हार मान्नेवाला छैन। म लक्ष्यमा पुगेरै छोड्छु। म यात्रा रोक्दै रोक्दिनँ। म अलिकति पनि विचलित हुन्न। म चुपचाप सहन्छु र अगाडि बढ्छु र यात्रा निरन्तर अघि बढाउँछु। किनकि सत्य यो हो कि जसले पीडा सहन सक्छ उसलाई कुनै पनि परिस्थितिले हराउन सक्दैन। एउटा कुरो याद गर्नुहोस्, जिन्दगीले तपाईँलाई सिधै गन्तव्य दिँदैन, कठिनाइविहीन बाटो पनि दिँदैन र तपाईँको प्रश्नको सरल जवाब पनि दिँदैन। तपाईँको जीवनमा यस्तो दिन पनि आउन सक्छ कि सारा संसार तपाईँको विपक्षमा हुन्छ। जब तपाईँले आफ्नो मेहनतको कुनै परिणाम प्राप्त गर्न सक्नुहुन्न, जब कसैले तपाईँलाई चिन्दैन, चिन्न खोज्दैन, बुझ्न खोज्दैन, जब तपाईँको नियतमाथि प्रश्न उठाउन थाल्दछ अनि तपाईँलाई लाग्न थाल्छ कि तपाईँ उप जे भइरहेछ सायद अति भइरहेछ, योभन्दा बढी सहन सकिँदैन। बस अब यहीँबाट सुरु हुन्छ असली खेल, किनभने यही त्यो क्षण हो जहाँ तपाईँले आफ्नो असली चरित्र अगाडि ल्याउनुहुन्छ। तपाईँ केवल सजिलो बाटोको मात्र यात्री हुनुहुन्छ कि कठिनाइसँग भिड्ने योद्धा पनि? सजिलो बाटोमा त जो कोही पनि सजिलै हिँडिदिन सक्छ, तर कठिन अवस्थामा आफैलाई सम्हालेर अघि बढ्न उसैले मात्र सक्दछ जो भित्र शान्त, मजबुत र अडिग आगो बलिरहेको हुन्छ। तपाईँले देख्नुभएको होला, जो मान्छे छिट्टै हार मान्छ उसले यो कहिले बुझ्दैन कि उसको गन्तव्य, उसको जित ठ्याक्कै त्यहीँ या त्यहीँबाट केही पाइला मात्र बाँकी थियो। जो मानिस पीडादेखि डराउँछ, सङ्घर्षदेखि आत्तिन्छ, त्यस्तै मानिसले आफैलाई सम्झाउन खोज्छ कि यो लक्ष्य, यो जित उसको निम्ति बनेकै होइन भनेर। तर यो साँचो कुरो योभन्दा पूर्ण उल्टो हुन्छ। यो जित, यो लक्ष्य तपाईँ हाम्रै निम्ति निर्माण गरिएका हुन्, जसले पीडा सहन सक्दछ, सङ्घर्ष गर्न सक्दछ, नातिकन हरेक परिस्थितिको सामना गर्न सक्दछ। माफ गरिदिनु होला, कृपया तपाईँ नझुक्किनु होला। मैले सुनाइरहेको यो कुरो, यो मैले कसैको बारेमा सुनाएको होइन, नितान्त तपाईँकै व्यक्तिगत विषयमा भनेको हुँ। बुझिदिनु होला, मैले तपाईँकै बारेमा सुनाएको हुँ, यति मात्र बुझिदिनु होला। हस्, आजलाई यत्तिकै। धन्यवाद।